बनाउँछु म मेरो हाम्रो अधिकार हो नि भिडियो बनाउन त पाइयो किन पाइन्न भिडियो किन बनाउन पाउँदैन मेरो छुट्न पाइन्न मेरो हात मलाई हात गर्न पाइन्न हामी जनता हो मेरो फोन छुट्न पाइन्न अधिकार जनताको अधिकार हो भिडियो किन बनाउन पाउँदैन बनाउन त बनाऊ किन बनाउन पाउँदैन भिडियो बनाउन किन पाउँदैन किसानहरुको इस्युमा मसँग ल्याङ गरिरहनु भएको छ ल्याङ सर म कस्तो के हो मेरो डकुमेन्ट तपाईले सम्पूर्ण डकुमेन्ट हुनाले तपाईले कागजपत्र राखेर तपाईले के गर्नुभयो ल हात हालेर हेर्नुस् त ल छोरे देखाउनुस् त भिडियो बनाऊ न भिडियो बनाऊ तपाईले के कुरा गर्नु कानुन छ भने जेल भएर पाइन्छ अरुको पनि त लिया मेरो सम्पूर्ण डकुमेन्ट छ के कमी छ मेरो डकुमेन्ट बिना सम्म के कमी छ हेर्नुस् त कुनै कमी छ मसँग बिना भए म लिन्छु एकचोटि हजुरले भन्न सक्नुहुन्छ सर यो चकिलो बनाउनु पर्यो है भनिदिनुस् न भनेकै हो चकिलो बनाउनु भोलि लिएर जानु काम छैन तपाईको घरमा डकुमेन्ट गर्न आउँछु भोलिमा बरु अर्कोचोटि सम्म त तपाईँ मोबाइल त फाल्नु है तपाईँ चल्दैन म त ल छोरा देखाउनुस् त के पनि दुःख दिनु छ तपाईले तपाईलाई चित्त बुझ्दैन भने माथि निकाल्दा एकचोटि त चान्स पनि पाइन्छ के सर यसलाई सुधार्नु छ हजुरले पहिले डकुमेन्ट मात्र पाउनुहुन्न तपाईलाई राम्रो तपाईको प्रस्तुतिको शैली राम्रो भएको भए पाउनुहुन्छ होला तपाईलाई हजुर तपाईलाई म दिन जानु तपाईहरु नियम कानुन अनुसारले हामी हुन जानुस् कहाँ जानुहुन्छ कुरा गर्नुहुन्छ तपाईको दादागिरी चल्छ सर दादागिरी हो दादागिरी होइन त यो सम्पूर्ण डकुमेन्ट हुँदा तपाईले यो के भने खाली मोबाइल फोडाइदिनु भन्नुहुन्छ बिहे राम्रो छ के बिहे भयो के दादागिरी तपाईको मान्छेको बिहे भयो के दादागिरी गरेछ हामी के दादागिरी खुल्नुहुन्छ खुल्नुहुन्छ होइन सर मेरो सम्पूर्ण डकुमेन्ट हुँदा हुँदै हजुरले दुःख दिनु भएन नि त सर हजुरले केही चिज पाएन भने अनि तपाईँको चाहिँ चप्पल लाछस् भन्ने जुत्ता लाछेनस् भन्ने तेरो कपडा मैलो भयो भन्ने विकल्प खोज्ने तपाईँहरू जानु त जानु हेर्न सरकारमा जानु के तपाईँहरू तपाईँहरूको यही कानुन यही चिजले त यस्ता आन्दोलन हुन्छ नि सर यस्तो अनैतिक गरेर यस्तो दुःख दिनुहुन्छ नि त जनतालाई मैले राज्यको लागि एउटा सही काम गर्दाखेरि आन्दोलन हुन्छ हजुरले टोटली खोलेर सम्पूर्ण बुझ्दै नबुझ्ने भएको भए हामीले स्वीकार्ने कुरा हुन्थ्यो कि मैले एउटा काम हजुरले एकचोटि सर यसलाई ल यस्तो सुधार्नु पर्यो है सर मलाई भन्दा नि सक्नुहुन्थेन सर पहिले डकुमेन्ट्स मात्रै भोलि बनाएर आइज यस्तो जबरजस्ती उपाय हुन्छ सर एउटा मौका पनि पाइन्छ क्या मैले एउटा लेभल काम गर्दाखेरि यो राज्यको लागि आन्दोलनको सर मैले अर्को देखेँ भने मैले हजुरलाई चिट काट्छु भन्न पनि सक्नुहुन्छ क्या एकैचोटिमा हजुरले मलाई त्यो कागज दिन्छु भोलि बनाएर आइज त्यस्तो होइन क्या यस्तोसम्म गर्न पाइँदैन क्या सर यो अलिक बुझ्ने बनाउनु पर्यो सर एकचोटि तपाईँलाई मैले मौका दिएको छु अब भेटेँ भने म तपाईँलाई कारवाही गर्छु भन्न सक्नुहुन्छ क्या सर हजुरले मलाई म स्वीकार्छु नि त बोल्नै परेन क्या जानु तर तपाईँले एकैचोटि नै तपाईँको चाहिँ यो भएन कुनै विकल्प नभेटेपछि अनि